नमस्कार, मीबाट आइपुग्नु च्यानललाई तपाईँलाई हार्दिक स्वागत छ। आज म तपाईँलाई एउटा विशेष जानकारीको दिन गइरहेको छु। तपाईँले 1 मिनेटभित्रै घरमा बसेर कसरी राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने, यसको लागि के गर्नुपर्छ चाहन्छु। त्योभन्दा अगाडि तपाईँले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अब लागौँ भिडियोतर्फ। गुगलमा गइसकेपछि तपाईँले नेसनल आइडी कार्ड भनेर सर्च गर्नुपर्ने हुन्छ। सर्च गरिसकेपछि तपाईँले फाइन्ड योर नेसनल आइडी नम्बर सेसन पोर्टल भनेमा क्लिक गर्नुपर्ने हुन्छ। तपाईँले सुरुमा नेपाली नाम, त्यसपछि इङ्ग्लिस नाम, त्यसपछि जन्ममिति, त्यसपछि नागरिकता जारी भएको मिति राख्नु होला। त्यसपछि तपाईँले राखिसकेपछि यस्तो इन्फ्रास्ट्रक्चर आउँछ, सबै विवरणहरू राष्ट्रिय परिचय नम्बर सहित तपाईँको नाम, जन्ममिति सबै आउँछ। तपाईँले प्ले स्टोरमा जानुपर्ने हुन्छ। प्ले स्टोरमा गइसकेपछि तपाईँले नागरिक 1 भनेर सर्च गर्नु होला र इन्स्टल पनि गर्नु होला। इन्स्टल गरिसकेपछि तपाईँले आफ्नो नाममा दर्ता भएको सिम कार्डको नम्बर प्रयोग गरेर यस एपलाई खोल्न सक्नुहुनेछ। र यहाँबाट तपाईँले सजिलै पेन कार्ड, राष्ट्रिय परिचय पत्र जस्ता कागजातहरू तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। सवारी साधन लाइसेन्स जस्ता अधिकारहरू यो नागरिक एपबाट सजिलै हामीले प्राप्त गर्न सक्दछौँ। यो एपलाई हामीले डाउनलोड गरेर प्रयोग गर्न सक्दछौँ। मोबाइलमा नागरिक एप डाउनलोड गरिसकेपछि तपाईँले आफ्नो नाममा भएको सिम कार्ड नम्बर राखेर अनि त्यसबाट आउने कोड आउँछ। अनि त्यसपछि तपाईँले त्यहाँ राष्ट्रिय परिचय पत्र, पेन कार्ड, आफ्नो सम्पूर्ण विवरणहरू त्यसमा भेटिन्छ र सबै कार्यहरू तपाईँले त्योबाट एकदम सजिलै आफ्नो राष्ट्रिय परिचय पत्र निकाल्न सक्ने हुन्छ। यस्तै भिडियोको लागि मेरो युट्युब च्यानल हेर्दै गर्नुहोला। हस्, धन्यवाद।